सो गुड मर्निङ है त गाइज। आज हामी बिहान बिहानै उठेर नुहाइ धुवाइ गरेर है खानासाना पनि भइसक्यो हाम्रो। र टाइम अहिले भइरहेछ 10 साढे 10 बजिरहेछ त गाइज। अब हामी सट्टै यहाँबाट हिँड्नेछौँ। अहिले चाहिँ म आफ्नो मतलब हामी आफ्नो फ्याक्ट्री जाँदैछौँ, त्यसपछि दिउँसो पसल नि जानु छ र गाडी पनि काम छ, टायर नि पङ्चर भइरहेछ कि, त्यही भएर त्यो पनि बनाउनु पर्ने छ। हेलमेट पनि सफा गर्ने बेला आइसक्यो यार। हेलमेट कस्तो छ है गाइज कमेन्टमा भन्नु ल। यहाँभित्र मैले सब ग्लोभ्सहरू सबै राखिरहेछ, जुन चाहिँ अहिले त चाहिँदैन, किनभने घाम यस्तो कडा लागिरहेछ यार। अहिले किन चाहियो होइन, त्यही भएर यो ग्लोभ्सहरू चाहिँ म यहाँ माथि राखिदिँदैछु। र अहिले हामी हेलमेट लिएर जान्छौँ र मोटो भ्लगिङ गरिदिउँ। हल्का नजिकै छ, त्यही पनि जाउँ गरिदिउँ कि के गर्छ यार। जाउँ न एकचोटि गइहेरौँ। गाइस कैमरा फिट गरिसकेँ मैले। ए जाएगा तुम फैक्ट्री? जाएगा मेरे साथ? अभी बाइक पे चल रहे हैं हम। हाँ चलेगा तो चल। हाँ हाँ चल ना, बोलने की जरूरत नहीं है गाइज। यो बच्चा पनि जान्छ हामीसँग। क्यामेरा टेढो भयो यार हातले। ए जाएगा ना तुम? चल। हाँ हाँ चल ठीक है। कभरलाई चाहिँ भित्र राखिदिउँ। स्विच ऑफ कर दीजिए। अरे अरे भाई 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 क्या कर रहा है, स्क्रैच लगेगा यार। ऐसा मत करना भाई। कति फोहोर भयो यार टंकी, पूरा बाइक फोहोर छ मेरो त। त्यत्रो कभर लाउँदा लाउँदा पनि धुलो पर्छ यार। हाउ ए ये बाइक तेरे को कैसा लगा बता? अच्छा लगा? ऑरेंज पसंद है तेरे को? गाइस यसलाई नेपाली पनि आउँछ, तर खोइ हिन्दी मात्रै बोल्छ। ए तेरे को नेपाली बोलना आता है ना? आता है कि नहीं आता है? ये देख, ये देख। ओए 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 भाई स्क्रैच लगाओ छ यार। ये रख के आ, पहले जा तभी ले जाऊंगा। हाँ रख के आ उसको। यसलाई त स्क्रैचै गर्छ यार। भयो ल। अरे भन्नु भयो यार। क्यों त्यसको यार गाइज सेन्सर फेर्नु पर्ने जस्तो छ यार। कपसको हुन्छ यो प्रब्लम भन्नु होला ल। फेरि 3 ट्यापमा स्टार्ट भयो, फेरि अटेन्सनमा आयो। बाइक पुरा पुलिस पुलिस टल्क्याउँ होइन। ए टिङ्कु जाएगा तुम? जल्दी आना। पुरा टोपी सोपी सब लाएर आइरहेको छ यार। बाहिर निकाल्नु बाइकलाई। जल्दी आ, इतना लेट कौन आता है? रुक रुक रुक, यहाँ पैर धर के चढ़। चढ़ जा। हाँ अब मेरे को पकड़, अच्छे से पकड़। हाँ अरे पकड़ मेरे को अच्छे से तू। ल त गाइस जाउँ निस्कौ अब। अन्त मेरो भाइ पनि वेट गरिरहेछ, मैले भने चाहिँ सँगै जाउँ भनेर, त्यही भएर। ओके मजा आ रहा है तेरे को? ये इधर देखो, यहाँ कौन रुका हुआ है? इन अरे तू सीधा बैठ जा, टेढ़ा क्यों बैठा है? सीधा बैठ। चलो भाई हम लोग इधर आ गए हैं। हम आगे तक चलते हैं, है ना? ये अंकल को पहचानता है? नहीं पहचानता है? हाँ यहाँ देख गाइस, हम फैक्ट्री आइसक्यौँ है। अबे उतरेगा? उतर ना पहले। अरे रुक रुक रुक, तू आराम से उतर। इसमें पैर धर के उतर। हाँ उतर। हाँ पहुंच गया ना? चल। ल गाइस आज यहाँ हाम्रो राटन लागिसक्यो, काँटा त्यसकै पूजा छ।
मम्मी बाबा हुनुहुन्छ यहाँ पूजा गर्दै हुन्छ। ये क्यों लगे थे? मैं ऐसे ही मन किया तो लगा लिया। गाइस दामी देखिरहेको छु नि। ए पापा कहाँ गया तेरा? हाँ पापा कहाँ गया तेरा? ए उधर कहाँ जा रहा है? देख सब गंदा किया तूने। क्या गलत किया? ये देख सारा फ्लोर गंदा कर दिया। स्केटिंग कर लो। क्या स्केटिंग? स्केटिंग? हाँ। तू यहाँ स्केटिंग खेलेगा? स्केटिंग करेगा। पहले ये बता, हाँ। यहाँ कैमरे पे बता, तेरा नाम क्या है? ऋषभ गुप्ता। ऋषभ गुप्ता। घर कहाँ है तेरा? वाइट है। वाइट कलर का है? कहाँ है वो पता नहीं है, लेकिन वाइट कलर का है। वहाँ से दूध आ रहा है, वहाँ पे यहाँ से एक रास्ता दिखेगा। अच्छा वहाँ से एक वहाँ वाइट कलर दिखेगा, वो बेटा है। अच्छा चलो ठीक। गाइस हम पुगिसकेँ मैं। गिरेगा ना तो मन ठीक हो जाएगा। चल अंदर घूमने चलेगा? इधर इधर पहले हाथ पकड़। गाइज लास्टै चकचके छ यो। नेपालीमा बोल ल अब। पता नहीं उल्टो झुन्डाएर हान्छु अनि थाहा हुन्छ। नेपालको मान्छे। तिम्रो नाम के हो? फिर गाइज जति भने पनि है यो हिन्दी नै बोल्छ खाली। तेरे को मजा आया बाइक में? हाँ? यहाँ तो घुस जाएगा, तेरा पैर घुस जाएगा भाई। सिग्मा बॉय। कला मोबाइल हेलमेट में कति होय वाला है इतने देर में? तोरा दस घर पूजे में कति होते है मोबाइल में? कोनो प्रॉब्लम हो तोरा? है तो होला दे न। तो गाइस मम्मी बस्नुहुन्छ। यसलाई त बन्द गर्दैछस्। हिँड्नु छिटो हिँड। देख 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 हमरा कहै छी हम भगाबै छी। वाह अप्ठ्यारो लाग्लो। मम्मीलाई पनि सजिलै लाग्यो। अफ गरिदिनु बाइक। अगाडितिर राख्नु के? ए टिंकू, कौन सा बाइक में तेरे को मजा आया? वो वाला या फिर ये वाला? ये वाला में मजा आया। हेरिस भाइ, त्यो फुचेलाई पनि बुलेट हैन कुनमा मजा आयो भन्छ योमा। यहाँ राखेको। ल बाबा प्रमोसन ल प्रमोसन। यो दिदीलाई सक्दो सबैले सहयोग गर्नु होला। अलिकता मानसिक तनावले गुजिराख्नु भइरहेको रहेछ। लाइटहरु किन नबालेको त? कस्तो अन्धारो लाग्यो। लजिक पनि हेर्नु न यार। क्यामेरा एंगल चेक गर्न मात्र आएको है यहाँ। अघि अलिकता बढी तल भएको थियो कि, त्यही भएर अलिकता ठिक्कको राख्नु पर्यो नि हैन।
ल जाउँ गाइस, अब हामी निस्किँदैछौँ आफ्नो पसलको लागि है। अब हामी पसल जाँदैछौँ इटरी झुम्काबाट। एन्ड हाम्रो बाइक भर्खरै मेरो भाइले चलाएर आयो अनि धुलै धुलै छ। बाइक त जति पुछे पनि नहुने यार, थ्याट ल्याङ लाग्दो। बाँकी त ल धेरै पनि पुछ्नु हुँदैन। यसले फेरि मेरो बानी के हुन्छ नि, जति बेला नि म ह्यान्डल लक गरेर राख्छु, यसले ह्यान्डल लक गरिदिँदैन। अघि पानी पऱ्यो, पानीको छापै परिसक्यो यार। ल लेट्स गो। अब इटरी जान्छौँ हामी अनि एकछिनमा बाबा आउनुहुन्छ होइन, बाबालाई काम छ। अनि त्यसपछि हामी त्यहाँबाट आफ्नो गाडीको टायर पनि फेर्नु छ मलाई, सो टायर पनि फेर्न जान्छु। अनि अब माइकहरू सब कनेक्टेड प्रपर है। ल स्टार्ट हानौँ। ल लेट्स गो। अब गर्मी त यार खतरा भइरहेछ, मुखभरि गर्मी भइरहेछ मलाई। ल आजको राइड आई होप राम्रो होस्। र घाम पनि एकदमै लागिरहेछ यार, चर्को घाम लागिरहेछ झन्। मैले कालो कालो ट्र्याक पनि कालो लगाइरहेको छु र ज्याकेट पनि कालो। सो त्यसमा चाहिँ गर्मी हुन्छ क्या, किनभने कालोले डाइरेक्ट एट्र्याक्ट गर्छ नि त घामलाई, त्यही भएर। बाँकी त सबै कुरा ओके। म गोजी मात्रै छाम्छु यार, मैले मोबाइल बिर्सिएँ भनेर। बट मोबाइल त मेरो रेकर्डिङमा छ, बानी नभएर नयाँ नयाँमा अब यस्तै हो होइन। बाकी तो जाऊँ यार, बस मैजिक वाले भैया थोड़ा साइड दे दो यार। टाटा को गाड़ी चाहिँ अलवेज क्या, मतलब सेफ्टी वाइज धेरै राम्रो होइन। बट मलाई चाहिँ के लाग्छ भने स्पेसली उनीहरूको सबै कुरा राम्रो छ, गाडीको लुक डिजाइन है, इन्जिन पनि राम्रै छ। तर के छ भने सर्भिसिङ पार्ट क्या यसको यार ओभर वर्स्ट लाग्छ मलाई। मतलब एज त्यो पार्ट्स पाउँदैन त्यस्तो भन्न खोजेको होइन मैले, पाउन त पाउँदैन पनि कतिको। मेरो पनि नेक्सन छ होइन, त्यसमा चाहिँ यस्तो गाडो हुन्छ यार। एकचोटि सर्भिस सेन्टरमा बिहानै फर्स्ट आवरमा छिरायो भने बेलुका निकालिन्छ यार गाडी। सोच्नु न कति ढिलो क्या, यस्तो बेकार सर्भिस लाग्छ नि मलाई। सर्भिसले चाहिँ अलिकता मलाई दुःख दियो जस्तो लाग्छ, नत्र त अरू त सब ओके छ। दिउँसो चाहिँ गर्मी लाग्न थाल्यो यार, बिहान बिहान जाडो हुन्छ, बेलुका पनि रातो पनि जाडो अलिअलि हुन्छ। अहिले त्यस्तो खासै त छैन। तपाईँकोतिर कतिको जाडो छ कमेन्टमा भन्नु होला होइन। हाम्रो यता इटरीतिर त अहिले यस्तै छ। भातभटे नि यार, भातभटे नि मेरो हिसाबले अलिअलि ठिकै हो। म त खालि आइसक्रिमहरू खानु मात्रै आउँछु है, त्यो पनि गर्मीको महिनामा। तर त्यस्तो खासै भातभटे नि गइदिएन। यो अङ्कल हेर्नु हेर्नुमा कस्तो सानमा आइदिरहेको यार रङ साइड। आज मम्मीलाई पहिलोपल्ट बसाइयो है बाइकमा, मजा आयो। यसो मन बाबाले भन्नुहुन्थ्यो क्या, यो बाइक त केटाकेटी बस्ने हो, यसमा हामी चढ्न सक्दैनौँ भनेर। अनि आज चाहिँ मैले जिद्दी गएर भरे पनि चढाएको। बट मम्मीले पनि राम्रै भन्नुभयो होइन, राम्रै छ, त्यस्तो गाह्रो पनि छैन। ट्रकवाले भैया इधर चेपो मत। फाइनली इटरी चाहिँ पुगिसक्यौँ, राजेश्वर ढाक्नेर आइसक्यौँ है। अब यहाँ अगाडि त हाम्रो अलिकति टाढा छ पसल, हाम्रो टेलिकम लाइनमा है। बिहान तपाईँले हाम्रो फ्याक्ट्री हेर्नु नै भएको होला। हाम्रो रिटेल सप चाहिँ छ, जुन चाहिँ मैले नै त्यहाँ हेरिरहेको छु है। एकजना स्टाफ छन्, उहाँले हेर्नुहुन्छ। अनि त्यहाँ चाहिँ हाम्रो होलसेल चामलहरू, रिटेल पनि, होलसेल प्लस रिटेल दुइटै हो। त्यहाँ चामलहरू किन्नुहुन्छ। गाइस मेरो नि बाइकको लुक पहिला यस्तै थियो यार। ओके क्लोज कल है। एकचोटि यार यस्तो मलाई औडा भएको होइन यार। अर्को तपाईँले बिहानको बुलेट देख्नु भएको होला होइन, म त्यही चलाउँदै थिएँ। कलेज गएको थिएँ क्या त्यो दिन, भाइबा थियो, भाइबा दिएर आइरहेको थिएँ। ठ्याक्कै उताबाट जाँदाखेरि उताबाट के गर्यो भने उताबाट पनि यसरी नै नर्मली सिटी आइ नै रहेको थियो। आउँदा आउँदै आँखा अगाडि युटर्न हान्दियो यार, केही नै हेरिकन। यस्तो रिस उठेको होइन मलाई।
युटर्न आँखे अगाडि हान्दिएर अनि त्यसपछि कन्टा अप्ठ्यारो भएको होइन अलिअलि गर्दा गर्दै पनि गएर अलिकति छुइतै गयो अब केही इन्डिकेटर पनि नदिने केही नदेखिन सट्टै युटर्न हान्दियो यार यस्तो मलाई रिस उठेको नि उल्टा त्यो दाइ फेरि उल्टा उल्टो बोल्ने क्या भाइ तिम्रो गल्ती थियो यस्तो थियो त्यहाँ भएको त सबैले लोकल्सहरूले धेरै थियो नि त उनीहरूले नै सपोर्ट गर्यो होइन मैले पनि भने ल जाउँ होइन जे जस्तो हुन्छ अब तपाईँले जे मेरो जे क्षतिपूर्ति छ त्यो दिनु पऱ्यो है मलाई चाहिँ के भएन है त गाइस बाइकको मोटर गार्ड चाहिँ भाँचिसकेको थियो होइन त्यो बुलेटको अनि मोटर गार्ड भाँचिसकेको थियो त्यो मोटर गार्ड चाहिँ अनि त्यसपछि हामीले चेन्ज गरेको अनि मैले त्यही भने कि त चेन्ज गरिदिनु कि त जाउँ अब जे छ प्रोसिजर लिगल प्रोसिजरमा जाउँ अनि मतलब उहाँको फेरि मैले यतिको पनि छोडिदिएको थिएँ कि बट उहाँको त्यो सिटीवाला दाइको क्या लास्टै अक्कड हो क्या उल्टा गल्ती पनि गरौँ त्यसमाथि अगाडेर कुरा पनि गर्ने क्या त्यही भएर मैले चाहिँ मेन होइन अब त यसले छोड्नु हुँदैन भन्ने जस्तो भयो अनि यस तिर्न लगाएको मैले यार फ्रीमा आउँदैन नि साथीहरू हो कि होइन भन्नु न गाइस अनि क्यामेरा क्वालिटीको लागि अलिकता है अहिले मैले त्यस्तो एक्सपेन्सिभ फोन ल्याएको छैन किनभने युज पनि छैन नि त मेरो त्यत्रो एक्सपेन्सिभ फोनको नो युज जोतमा किन किनिराख्ने भनेर त्यो भ्लग राम्रो गयो होइन भ्युज राम्रो आउनु थाल्यो होइन तपाईँहरूले मन पराइदिनु भयो भने हामी क्यामेरा पनि अपग्रेड गर्छौँ त्यो त गर्ने पनि पर्छ अहिले एकछिनमा यो टायर पसलमा काम छ कि अलिकता कारको टायर चेन्ज गर्नुपर्ने छ बाबा 2 बजीतिर आउनुहुन्छ अहिले त हामी लगभग 12:30तिर आइसकेको छौँ हिटरी यो हाम्रो टेलिकम लाइन हो त गाइस यतै छ हाम्रो चामलको पसल यहाँबाट सिधै जाने हो सिधै मात्र गइराख्नुपर्छ है त गाइस धरान रोड निस्किन्छ नि आर्मी गेम निस्किने बाटोमा त्यो बाटोसम्म हामी सिधै जाने हो ए यो भयो हाम्रो यता आइतबारे जाने बाटो हो त गाइस यता छिरी चाहिँ आइतबारे छ नि हामी तर सिधै जाने अगाडि त हाइवे देखिराख्नु भइरहेछ धरान लाइन होइन हामी उतैतिर जाने हो लेट्स गो अगाडि नै हाम्रो पसल पनि छ चामलको त्यही अब एकछिन कामसाम हेर्छु स्टक मिलाउनु पर्ने छ स्टकहरू मिलाएपछि त्यसपछि बाबा आउनुहुन्छ अनि बाबालाई एउटा काममा छोडिदिन्छु अनि त्यसपछि हामी गाडीको काम गराउनु छ वास पनि गराउँ भनेको यार ओभर फोहोर भइदिइरहेछ अब बाहिर त्यसरी वास नै गरिदिँदैनन् क्या प्रब्लम त्यहाँ छ नि यतैपट्टि राखिदिउँ के हो यतै राखिदिउँ अलिकता ब्याक गरेर ओके ल इन्जिन अफ ल यही हो त गाइज हाम्रो चामलको होलसेल पसल एन्ड यु क्यान कम हियर उता धरान लाइन यतै हो हाम्रो चामलको पसल है त सो जो इटरीमा बस्नुहुन्छ तपाईँहरूले यहाँ होलसेल रेटमा चामल पाउन सक्नुहुनेछ है त सो गुड नाइट गाइज है त थ्याङ्क यू सो मच फर वाचिङ दिस ब्लग र अब चाहिँ मैले चाहिँ हेर्नु टायर सायर सबै कुरा चेन्ज गरेको थिएँ होइन तर मैले भिडियो बनाउन पाइनँ किनभने इट वाज अ फर्स्ट ब्लग र मेरो मोबाइलमा चार्ज पनि एकदमै धेरै कम थियो सो मैले त्यो रेकर्ड गर्न पाइनँ बट एट द एन्ड राति अहिले आएर हामी यहाँ अलिकता ल्यापटपमा कामसाम गर्दैछु होइन सो थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ र अर्को ब्लगको लागि चाहिँ कमेन्टमा भन्नु होला है हामीले आई विल ट्राई टु अपलोड एज फास्ट एज आई क्यान र थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ यहाँसम्म आइसक्नु भएछ भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नु होला धन्यवाद।